नमस्कार। आज हामी एउटा एकदमै विशेष विषयमा कुराकानी गर्दैछौँ, पापो लिम्बू समुदायको इतिहास, त्यो पनि उहाँहरूकै मुन्धुमको आधारमा। हो, हामीसँग विक्रम सम्वत 2006 र 2016मा टिपोट गरिएका माङ्गेना मुन्धुमका केही लिखतहरू छन्। यी लिखतहरू 5 थर फाल्गुनन्द 1 अमलाबुङका अम्बिका प्रसाद आङदेम्बेको घरमा भेटिएका हुन्, जसलाई सुनबहादुर आङदेम्बे र याम बहादुर आङदेम्बेले पहिले नै लिपिबद्ध गर्नुभएको रहेछ। निकै महत्त्वपूर्ण सामग्री हो नि। पक्कै पनि। अनि पापोहाङ लिम्बू भन्दाखेरि तुम्बापो, आङदेम्बे, लाउती, शेर्मा जस्ता 11 थरी हुनुहुन्छ होइन? हो, मुख्यतः 5 थर र 13 थुममा बसोबास गर्नुहुन्छ उहाँहरू। आजको हाम्रो यो गहिरो खोजीको उद्देश्य चाहिँ यही मुन्धुमले के भन्छ त उहाँहरूको यात्राबारे भनेर बुझ्नु हो, अनि माङ्गेना जस्ता अनुष्ठानले कसरी यो ज्ञानलाई बचाइराखेको छ भन्ने पनि। कथाको सुरुवात चाहिँ 13 थुम आट्राईको इबा गाउँमाथि खेक्लेसेबुङ भन्ने ठाउँबाट हुन्छ अरे होइन? हो, खेक्लेसेबुङ पुर्खा मुसाहाङले पहिलो पटक बसोबास गरेको ठाउँ मानिन्छ त्यसलाई। तर कथा त्यतिमै रोकिन्न। मुसाहाङका नातिहरू थाम्लासो पापो र मुन्धाङ आवासो बीच जग्गाको विवादले अलि नाटकीय मोड लिन्छ। हो, त्यो 2016को मुन्धुममा अझ प्रष्ट छ। सुरुमा खाम्बोलिङ नाहाङदेवको स्तुति छ, जो ताप्लेजुङको सोधुङ पोखरीबाट आउनुभएको मानिन्छ। यसले के देखाउँछ भने पुर्खाहरू माथिबाट तल, मतलब उच्च पहाडी भेगबाट तलतिर सर्दै आएको सङ्केत गर्छ। अनि तपाईँले भनेको त्यो द्वन्द्व भाइ मुन्धाङले आफ्नै जेठी बजु दाजु थाम्लासोकी पत्नीलाई मार्न उक्साउँछन्। आफ्नै बजुलाई किन? जमिनकै लागि। मारेपछि तमोर नदीमा बगाउन लगाउँछन्। यसले त्यो बेला जमिनको लागि कतिसम्म हुन्थ्यो, कति सङ्घर्ष थियो भन्ने देखाउँछ। स्रोत साधन सीमित थियो होला, बाँच्नकै लागि कठोर निर्णय लिनु पर्थ्यो होला। हो, आफ्नै भाइबाट यस्तो धोका पाएपछि त थाम्लासो पापोलाई कस्तो भयो होला? एकदमै असुरक्षित महसुस गर्नुभयो होला नि। अवश्य पनि। अनि त्यही असुरक्षाको भावनाले गर्दा उहाँले नयाँ ठाउँ खोज्ने निर्णय गर्नुभयो। अनि कथा अनुसार उहाँ आफ्नो एउटा प्रिय भाले सुँगुर वीरलाई पछ्याउँदै तमोर तर्नुहुन्छ। हो, त्यही वीरलाई पछ्याउँदै। यो यात्रा नै एउटा कथा हो। खेक्लिसेबुङबाट सुरु भएर तामुवा, मतलब तमोर नदी तरेपछि यक्वा चेप्पा, अहिलेको एक चेप्पा। अनि फाराबा, भारपा, हेङ्वा खोला, फाकफोक्तेन, तिनभङ्गाले हुँदै अन्तमा योपालुङ पुग्नुहुन्छ। योपालुङ यो अहिलेको कुन ठाउँ होला? यो अहिलेको फिदिम 4 गढी क्षेत्रतिर पर्छ। त्यस ठाउँलाई वीरले ल्याएको ठाउँ योपाता पादेन पनि भन्छन्। वीरले ल्याएको ठाउँ योपाता पादेन, कति रोचक। एकदमै। अनि अझ रोचक के छ भने मुन्धुममा भनिएका यी ठाउँका नामहरू यक्वा छेप्पा, फाराबा, हेङ्वा, फाकपुक्तेन, योपालुङ आज पनि त्यही रूपमा चिनिन्छन्। कति ठाउँ त पवित्र मानेर पुजिन्छन् पनि। साक्षी जस्तै फिदिम 4 गढी मुनि एउटा ढुङ्गा छ, त्यसलाई अझै योपालुङ भन्छन्। वीरले त्यहाँ जीव कन्याएको थियो रे। हो र? अनि त्यो योपाता पादेन भन्ने ठाउँमा पुराना ढुङ्गे गारोका भग्नावशेष पनि देखिन्छन्। यसले के देखाउँछ भने मुन्धुम कल्पना मात्र होइन, यो त ठाउँ र घटनासँग जोडिएको जीवन्त स्मृति हो। अनि त्यो बजु बगाइएको घटनासँग जोडिएको केही चलन छ कि? छ नि। पापो लिम्बूहरूले त्यो बजु बगाइएको ठाउँमा हरेक 3 वर्षमा साकमुरा वादेममा भन्ने पूजा गर्छन्। यसले त्यो ऐतिहासिक घटनालाई सम्झिरहने, त्यसलाई निरन्तरता दिने काम गरेको छ। भनेपछि यो इतिहास पुस्तान्तरण भइरहेको छ। हो, पूजा आजा र अनुष्ठान मार्फत। मुन्धुममा थाम्लासो पापोका नाति येङ्गासो पापोहाङको पनि कुरा आउँछ। उहाँको के छ? उहाँले यासोक फेदेनगढका तत्कालीन राजा पाथोङ भन्ने आदिवासी राजालाई युद्धमा हराएर आफ्नो सत्ता जमाएको वर्णन छ। यो त महत्त्वपूर्ण घटना भयो नि। हो, निकै महत्त्वपूर्ण। अनि यो कुरा बाहिरी स्रोतहरू जस्तै हडसन पाण्डुलिपि अनि भेन्सिटाटको किताब द बुर्खाजमा पनि मिल्न आउँछ। बाहिरी ऐतिहासिक स्रोतसँग पनि मेल खान्छ। त्यसो भए त झन् बलियो आधार भयो। हो नि। यसले मुन्धुमको ऐतिहासिक पक्षलाई थप पुष्टि गर्छ। उद्गम स्थल भयो थामालुङ, जहाँबाट यात्रा सुरु भयो। थामालुङ। अनि यासोक फेदेन चाहिँ यक्सुमातलुङ बन्यो, मतलब जहाँ उनीहरूको शक्ति प्रभाव विस्तार भयो, महत्त्वपूर्ण गढी वा केन्द्र बन्यो। उद्गम स्थल र शक्ति केन्द्र हो। यसरी हेर्दा मुन्धुमले उनीहरूको उत्पत्तिदेखि राज्य स्थापनासम्मको पुरै यात्रालाई भौगोलिक र ऐतिहासिक रूपमै जोडेको देखिन्छ।
यो पुर्खाको कथा मात्रै होइन, यो त उनीहरूको पहिचान, भूमि सम्बन्ध, सामाजिक संरचना सबै बुझाउने आधार हो। त्यसो भए आजको यो छलफललाई छोटकरीमा भन्दा यी माङ्गेना मुन्दुमका लिखतहरू पापो लिम्बू समुदायको जरासम्म पुग्ने एउटा झ्याल जस्तै भयो हैन त? हो, एकदमै। यसले उनीहरूको उत्पत्ति, बसाइसराईको त्यो अलि नाटकीय कथा, पुर्खासँग जोडिएका ठाउँहरूको महत्त्व अनि यासोक फेदेनमा कसरी उनीहरूको प्रभाव जम्यो भन्ने कुराहरू देखाउँछ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा त माङ्गेना जस्ता अनुष्ठानले कसरी यो अमूल्य मौखिक इतिहासलाई जीवन्त राखेको रहेछ भन्ने कुरा साँच्चै गहिरो छ। निश्चय नै। यसरी लिपिबद्ध गरिएका यी मौखिक इतिहासहरू समुदायको पहिचान, संस्कृति र विगत बुझ्नका लागि त खजाना नै हुन्। तर के? एउटा चिन्ताको कुरा पनि छ। मुन्दुमलाई विधिपूर्वक फलाक्ने, वाचन गर्ने विशेषज्ञहरू फेदाङमा, येब्बा, साम्बा उहाँहरूको सङ्ख्या घट्दैछ। हो र? त्यो त समस्या भयो नि। हो नि, उहाँहरू बिना यो ज्ञान हस्तान्तरण गर्ने श्रुति परम्परा नै सङ्कटमा पर्न सक्छ। त्यसैले यस्ता लिखतहरूको खोज, अध्ययन, दस्तावेजीकरण र संरक्षण गर्नु अहिले झनै महत्त्वपूर्ण भएको छ। त्यो त हो, नत्र यति महत्त्वपूर्ण इतिहास हराउन सक्छ। अन्त्यमा मलाई एउटा प्रश्न सोच्न मन लाग्यो। भन्नुहोस् न। जब हामी यस्तो जीवन्त मौखिक परम्परालाई अक्षरमा उतार्छौं, लिपिबद्ध गर्छौं, के त्यसले त्यो परम्पराको मौलिक प्रकृतिमा वा त्यसलाई मान्ने समुदायको बुझाइमा केही फरक पार्ला कि? मतलब अनपेक्षित असर पो पर्छ कि? यो पनि एउटा सोच्नुपर्ने कुरा हो कि जस्तो लाग्यो।